यदि समोसा खाने मन लागेको छ भने हामीले घरमा यसरी समोसा बनाएर खान सक्छौँ। मैले चाहिँ 1 कचौरा मैदाको आँटा र अलिकता ज्वानोलाई राखेँ र अलिकता स्वादअनुसार नुनलाई पनि राखेँ, आधा चम्मच र हल्का तेललाई पनि राखेँ। यसको सट्टा तपाईँ घी पनि राख्न सक्नुहुन्छ। केही छिन चाहिँ हामी यसलाई एकदमै राम्रोसँग मिक्स गर्नुपर्छ। मैले सर्टकटमा देखाएँ र अलिअलि पानी राखेर यसरी हल्का टाइट गरेर हामीले डो बनाउनु पर्दछ। धेरै टाइट पनि होइन, धेरै नरम पनि होइन। हामीले यसो गरेर केही समयको लागि मैले पोलिथिनले यसरी राखिदिएँ, आधा घन्टाको लागि समथिङ। त्यतिन्जेल म अब रेडी गर्छु समोसाको लागि केही तरकारी। त्यसको भित्रको मसला मैले अलिकता तेल राखेँ, त्यसमा चाहिँ जिरा, हरियो खुर्सानी र अलिकता लसुनलाई राखेँ। तपाईँ त्यसमा अदरक लसुनको पेस्ट पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ राखिनँ किनकि बच्चाहरूको लागि नर्मल बनाएकी छु। खुर्सानी पनि एउटा मात्र राखेँ मैले। तपाईँले चाहिँ कतिको पिरो खानुहुन्छ त्यसै अनुसार राख्न सक्नुहुन्छ। र हल्का मिडियम साइज प्याजलाई पनि यसरी राखेँ मैले। र मैले चाहिँ फ्रिजमा राख्यो, फ्रिजर अलिकता मटरलाई पनि राखेँ त्यसमा। र हल्का फ्राई गरिसकेर, धेरै ब्राउन किसिमको फ्राई गर्नुहुन्न, हल्का फ्राई गरिसकेपछि मैले चाहिँ त्यसमा अलिकता धनियाँ पाउडर चाहिँ मैले 2 चम्मच राख्नेछु। 1 चम्मच हालिसकेँ र 1 चम्मच गरम मसला, अलिकता हल्दी पाउडर, फेरि मैले धनियाँ पाउडरलाई राखेँ र यतिको हल्का फ्राई गर्ने। त्यसलाई हल्का भुटिसकेपछि अब चाहिँ मैले यसमा बोइल गरेर राखिसकेकी छु आलु। तपाईँ कति त्यसको क्वान्टिटी हुन्छ समोसाको त्यसै अनुसार राख्नु होला, कति खानुहुन्छ होइन। मैले चाहिँ 4 वटा आलु बोइल गरेकी थिएँ। त्यसलाई चाहिँ राम्रोसँग त्यसैमा मिक्स गर्छु, एकछिन फ्राई गर्छु। यसलाई पनि मैले यसरी फ्राई गरिसकेपछि त्यसमा चाहिँ मैले केही समयको लागि यसलाई ठन्डा हुन दिन्छु। र यसमा चाहिँ हल्का मिक्स गरेर मैले अलिकता स्वाद अनुसार नुनलाई पनि राखेँ। मैले आँटामा पनि मिक्स गरेकी छु नुनलाई, त्यसैले मैले धेरै राख्न चाहिनँ नुनलाई। स्वाद गरेर राख्नु होला, कतिको खानुहुन्छ क्वान्टिटी अनुसार। र मैले ससानो टुक्रामा काटेको धनियाँलाई पनि मिक्स गरिदिएँ यसैमा। र म केही छिन यसलाई चिसो हुन दिन्छु र उता समोसा रेडी गर्छु। मैले त्यो बेल्दाखेरि चाहिँ मैले देखाउन सकिनँ, अलिकता टाइम लाग्छ, सर्टकट भिडियो बनाएँ, त्यसैले यसरी मैले देखाएँ हजुरहरूलाई। र फेरि तेल उता गरम गरेर सारालाई यसरी फ्राई गरेँ मैले समोसालाई। हल्का स्लोमा राख्नु होला। फर्स्ट टाइम मेरो हल्का तेज भएको हुनाले हल्का जल्न त जलेन, हल्का तेल ज्यादा गरम भइसक्यो। र अब चाहिँ मैले एक एक गरेर यसरी समोसालाई मिडियम साइजमा यसरी समोसा फ्राई गरेकी छु। हजुरहरूलाई कस्तो लाग्यो मेरो रेसिपी? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला।